नमस्ते यहाँहरू सम्पूर्णमा। आज फेरि पनि मैले अर्को कविता वाचन गर्ने जमर्को गरेको छु। आमाको सन्दर्भमा लेखिएको कविता छ। आमालाई सम्झिएर आमाको पीडा मलाई जन्माउँदाखेरि आमालाई कतिसम्म पीडा भएको रहेछ भनेर मैले थोरै लेख्ने कोसिस गरेको छु आमालाई सम्झिएर। कविताको शीर्षक छ म भित्रको आमा र म वाचन गर्दैछु तारा कटेल। कविताको शीर्षक म भित्रको आमा। कविता यसरी सुरु हुन्छ। आमा, म तिमीलाई जन्माउन चाहन्छु मेरो कोखबाट। म भित्रको मलाई आमा बनाउन चाहन्छु। आमा, म तिमीलाई जन्माउन चाहन्छु मेरो कोखबाट। म भित्रको मलाई आमा बनाउन चाहन्छु। मलाई जन्माउँदा जुन पीडा तिमीले भोग्यौ त्यही पीडा म पनि पिउन चाहन्छु घट घट, जसरी तिम्रो छातीको दुध पिएथे मैले। मेरो ताते ताते गोडामा तेल लगाएर मुसारे जस्तै गरी तिम्रो गोडा मुसार्न चाहन्छु। हो आमा, म तिमीलाई जन्माउन चाहन्छु। तिम्रो यादलाई म गन्न चाहन्न आमा, गनेर पनि भन्न चाहन्न कति याद आयो तिम्रो। जब म आमा बन्दै थिएँ, जब म चिच्याउँदै थिएँ त्यति बेला, जब म दुखाइ सहन नसकी मुर्छा पर्दै थिएँ त्यति बेला, हो त्यति बेला धेरै सम्झिएँ मैले तिमीलाई आमा। मलाई जन्माउँदा तिमीलाई पनि त्यस्तै पीडा भयो होला पनि, कति दुखी होला तिमीलाई भनी सम्झिएँ। म प्रसवमा थिएँ तर पनि तिमीलाई सम्झिएँ आमा। अब भन, सन्तानको आगमनमा कतिसम्म सहन शक्ति रहेछ तिमीमा। मलाई देखेर मुस्कुराई सारा पीडा भुल्यौ तिमीले। त्यसैले म तिमीलाई जन्माउन चाहन्छु आमा। म चिहा चिहा रुँदा तिमी मुस्कुराएकी थियौ। म जन्मेर त तिमी सिर्जनाकी मुहान बनेकी थियौ। जन्माउन चाहन्छु म तिमीलाई फेरि र आफै पनि जन्मिन चाहन्छु एकपटक, धरती बन्न चाहन्छु। सन्तानको आगमनमा आँखाहरू टट्यान्जेल हेरिरहँदा भनेकी थियौ तिमीले, के आमा बन्न सजिलो रहेछ त? मैले केही नबोली मुन्टो निहुराई हाँस्दा तिमीले उत्तर पाइसकेकी थियौ। आमा बनिसकेपछि तिमीमा ईश्वरीय शक्ति देखेँ मैले, तिमीले पाएको वरदान देखेँ मैले। वाह, साँच्चै यो दुनियाँमा सबैभन्दा भाग्यमानी म अनि मेरी आमा। साँच्चै म तिमीलाई जन्माउन चाहन्छु आमा। मेरो कोखबाट म भित्रको मलाई आमा बनाउन चाहन्छु। मलाई जन्माउँदा जुन पीडा तिमीले भोग्यौ त्यही पीडा म पनि पिउन चाहन्छु घट घट, जसरी तिम्रो छातीको दुध पिएथे मैले। मेरो ताते ताते गोडामा तेल लगाएर मुसारे जस्तै गरी तिम्रो गोडा मुसार्न चाहन्छु। हो आमा, म तिमीलाई जन्माउन चाहन्छु। हो आमा, म तिमीलाई जन्माउन चाहन्छु।